हेलो गाइस, नमस्ते सबैजनालाई। आज म बनाउँछु लोकल कुखुराको मासुको झोल। एकदमै अथेन्टिक, टेस्टी, हेल्दी र घरेलु स्वादमा। अनफर्चुनेटली मेरो अगाडिको भिडियो रेकर्ड भएकै छैन रहेछ, त्यही भएर यहीँबाट स्टार्ट गरिदिएँ। सुरुमा त मैले कराई हिट गरेँ। कराईमा तेल नहाली चिकनको बोसोमै चिकनलाई फ्राई गर्न राखेँ। लोकल कुखुराको मासु धेरै फ्राई गर्न नपर्ने भएर एकछिन मात्र फ्राई गरिदिएँ। कराईमा मासु नटासियोस् भनेर मासुलाई चलाइ फ्राई गर्नुपर्ने हुन्छ। अब चाहिँ काटेको प्याज हाल्नुपर्ने हुन्छ। प्याजलाई चाहिँ एकछिन भुटिनुपर्ने हुन्छ। लोकल कुखुराको मासु भएर धेरै फ्राई गर्न नपर्ने भएर एकछिन मात्रै फ्राई गरिदिएँ। खुर्सानी चाहिँ मैले पहिल्यै हालिसकेको थिएँ र मैले चाहिँ यो खुर्सानी पिकल खुर्सानी हालिदिएँ, किनकि यो मैले अचार बनाएको थिएँ खुर्सानीको र यो चाहिँ यसको फ्लेभर चाहिँ अलि हल्का अमिलो ट्याङ्गी छ। यसले चाहिँ स्वाद एकदम मिठो बनाउने भएर चाहिँ मैले यही खुर्सानी हालिदिएको छु। मासु यतिको फ्राई भइसकेपछि चाहिँ अब यसलाई चलाइदिन्छु र यसमा चाहिने बेसार 2-3 चम्चा पनि हालिदिएँ। बेसार तेलमा पाक्नुपर्ने हुन्छ, नत्र बेसार गनाउँछ। अब चाहिँ धनिया र जिरा पाउडर हालिदिएँ। त्यसैमा मैले अरू स्पाइसेसहरू मिक्स गरेर हालिदिएको छु। मसलाहरू पनि मजाले पाक्नुपर्ने हुन्छ, नत्र गनाउँछ। यसलाई चाहिँ मैले मजाले चलाइ पकाएकी छु। अब चाहिँ लसुनको पेस्ट पनि हालिदिएँ र यसलाई फेरि एकछिन पकाउनु पर्ने हुन्छ। मैले आफैले बनाएको थोरै गरम मसला पनि हालिदिएँ। र सबै मसलाहरू एकछिन पाक्न छोडिदिएँ। अब चाहिँ स्वाद अनुसार नुन पनि हालिदिएँ। मैले तातो पानी तताएर मासुमा हालिदिएको छु। मासुमा चाहिँ हजुरहरूले डाइरेक्ट चिसो पानी हाल्नुभयो भने चाहिँ मासुको झोल चाहिँ खल्लो हुने भएर तातो पानी हाल्नुपर्ने हुन्छ।
यसरी चाहिँ मासुलाई मजाले चलाइदिए। मासुलाई चाहिँ एकछिन 10 देखि 15 मिनेटसम्म ढक्कन लगाएर छोडिदिने। 15 मिनेट पुरा भइसक्यो र हाम्रो लोकल कुखुराको मासुको झोल पनि तयारी भयो। हजुरहरूलाई यो मेरो सिम्पल रेसिपी कस्तो लाग्यो? धेरै ओइली पनि हालेको छैन, मसालेदार पनि छैन, सबैले खान मिल्ने तरिकाले हजुरहरूले पनि यसरी नै बनाएर खान सक्नुहुन्छ। चिसो मौसममा हजुरहरूले लोकल कुखुराको झोल भातसँग खाँदा झन् नै मजा आउँछ। र यो भिडियो हेरिसकेपछि चाहिँ लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला।